यहाँ भनेको चाहिँ छिटोले आफ्नै तपाईँहरूलाई चाहिँ एउटा भेन्डर एडमिन प्यानल दिइरहेको हुनेछ हैन। त्यसको बारेमा चाहिँ हामी आज छोटकरीमा चाहिँ स्टोर कसरी बनाउने भन्ने तर्फतिर लाग्छौँ। र पहिलो बेसिकली तपाईँहरूको बिजनेस नामहरू हाल्नु पर्यो हैन। अनि त्यसपछि तपाईँको यदि इकमर्स हो भने इकमर्समा अब तपाईँको इलेक्ट्रोनिक पर्यो, लुगा पसलहरू पर्यो, अथवा अन्य जे क्याटेगोरिजहरू हाम्रो छिटोले प्रदान गरिरहेको छ त्यो बारेमा पर्यो। र म क्विकली हाल्छु। जस्तो मलाई चाहिँ कस्तो भन्दाखेरि मलाई चाहिँ इकमर्स बिजनेस छ सपोज है, मसँग चाहिँ इकमर्स बिजनेस छ भने म त्यसको लागि स्टोर सेट गर्दैछु है। जस्तो एक्जाम्पलको लागि म के गर्छु भन्दाखेरि CHHITTO छिट्टो नै हाल्छु है। छिटोको चाहिँ इकमर्स स्टोर भनेर हाल्छु। सर्ट डिस्क्रिप्सन्सहरू र लङ डिस्क्रिप्सन्सहरू एभाइलेबल गर्न पाइन्छ तपाईँहरूले। जस्तो एक्जाम्पलको लागि म एउटा सर्ट डिस्क्रिप्सन्स गर्छु। स्मार्ट all smart electronics from छिटो भनेर हालेँ। यदि यो चाहिँ कति क्यारेक्टरको हुनुपर्छ भन्दाखेरि 120 को हुनुपर्छ। र तपाईँहरूले आफ्नो फुल डिस्क्रिप्सन पनि हाल्न सक्नुहुन्छ, प्रोभाइड गर्न सक्नुहुन्छ। जस्तो तर म अहिलेलाई चाहिँ यो भिडियोमा चाहिँ सर्ट डिस्क्रिप्सन नै कपी गरेर पेस्ट हालिदिइरहेको छु होइन। जस्तो अब यदि तपाईँहरूले हाल्नै पर्यो, अनिवार्य छ है, लोगो हाल्नुलाई पनि अनिवार्य छ। जस्तो म एक्जाम्पलको लागि एउटा छिट्टो भनेर चाहिँ लोगो हाल्छु र कुनै पनि एउटा कभर फोटोहरू हाल्छु। तपाईँहरूको चाहिँ यो चाहिँ आफ्नो स्टोर हुन्छ छिटोमा, त्यहाँ चाहिँ देखिन्छ है त। जस्तो म यसलाई चाहिँ म एकछिनको लागि कभर इमेज हालेँ अरे। अब तपाईँहरूले चाहिँ आफ्नो फोन नम्बरहरू पनि हाल्नु पऱ्यो ल। जस्तो एक्जाम्पलको लागि म यो हालिदिन्छु, मेरो बिजनेस इमेल यो अरे, अथवा तपाईँहरूको आफ्नै पर्सनल वेबसाइट छ भने त्यो पनि हाल्न पाइयो है। तर म अहिलेलाई चाहिँ छिटोको वेबसाइट चाहिँ हाल्छु। जस्तो एक्जाम्पलको लागि यो वेबसाइट मैले हालेँ। अनि त्यसपछि इन्स्टाग्रामहरू तपाईँहरूको छ भने त्यो पनि हाल्नु होला। त्यो अनुसारले चाहिँ लिङ्क तपाईँहरूको चाहिँ त्यहाँ पठाइदिन्छौँ। अथवा कसै युजरले चाहिँ तपाईँको स्टोर खोलेर चाहिँ इन्स्टाग्रामको लिङ्क छ भने त्यो थिच्दाखेरि चाहिँ इन्स्टाग्राममा जान्छ तपाईँहरूको आफ्नै पेजमा है। जस्तो एक्जाम्पलको लागि OFFICL भनेर मैले छिटोकै आफ्नै पेजहरू हालेँ। अब यहाँ नेक्स्टमा जानुपर्छ, हामी आवर्स एन्ड लोकेसन्सहरू सेट गर्नु पऱ्यो। जस्तो एक्जाम्पलको लागि हजुरहरू चाहिँ कति हप्तामा चाहिँ कति तपाईँहरूको स्टोर चाहिँ क्लोज हुन्छ अथवा ओपन हुन्छ भनेर यहाँ टाइम सेट गर्नुहुन्छ। जस्तो एक्जाम्पलको लागि मानिलियो मैले स्याटरडे र सन्डे चाहिँ हाम्रो छुट्टी हुन्छ भने चाहिँ क्लोज गर्छु, नत्र भने यहाँ अनक्लोज गरेर सबै दिन हप्ताको सबै दिन चाहिँ खुल्ला पार्ने भए चाहिँ यसलाई चाहिँ अनचेक गर्नु पऱ्यो है त। अनि यहाँ पछाडि चाहिँ म के गर्छु भन्दा आफ्नो स्टोरको लोकेसन सर्च गर्न पनि पाएँ। जस्तो एक्जाम्पलको लागि लिङ्गा बारीधरान भनेर गयो भने यहाँ पनि सेट हुन्छ है, यहाँबाट सेट गर्न पायो। अथवा यहाँबाट तपाईँको सर्च गर्दाखेरि चाहिँ भेटिएन भने चाहिँ तपाईँले यसलाई ड्र्याग गर्नु पनि पायो होला। अनि त्यसपछि अझै यहाँबाट चाहिँ अलिक गाह्रो भयो, तपाईँहरूलाई अप्ठ्यारो भयो भने चाहिँ तपाईँले चाहिँ इमेज पनि सेलेक्ट गर्न सक्नुहुन्छ र आफ्नो पोजिसन्सलाई चाहिँ ड्र्याग गर्न सक्नुहुन्छ। आफ्नो अफिस कहाँ छ भनेर चाहिँ यो सेटअप गराएको है त, स्टोर लोकेसन भनेर। अब म मुनि जान्छु, एडिसनल स्टोर डिटेल्स यो पनि अनिवार्य छ होइन, ल्यान्डमार्कहरू हाल्नु पऱ्यो। जस्तो कुन चाहिँ चोक हो त, एक्जाम्पलको लागि मैले 0 पोइन्ट धरान भनेर सेट गरेँ, यो अनिवार्य हुन्छ है त। अब म फेरि नेक्स्ट कहाँ जान्छु भन्दाखेरि बिजनेस डिटेल्समा जान्छु। अब म बिजनेस डिटेल्समा हेर्छु, क्याटेगोरिजहरू हेर्छु। जस्तो तपाईँहरूको चाहिँ कुन चाहिँ क्याटेगोरिजमा पर्यो। जस्तो तपाईँहरूको लुगा पसल छ भने लुगा पसल क्लिक गर्दा भयो, इलेक्ट्रोनिक छ भने इलेक्ट्रोनिकमा जानुभयो होइन। अहिले चाहिँ यो कमै देखाइरहेछ, तर पछि चाहिँ यो धेरै हुन्छ है। तपाईँहरूको आफ्नै निच भनिन्छ, त्यो बेस्टमा हाल्न पाएँ। जस्तो मानिलियो छिटोले चाहिँ मल पसल अथवा त्यसको व्यापार गर्दैछ भने म इलेक्ट्रोनिक्समा गएर क्लिक गर्छु। भोलिको दिनमा स्मार्टफोन भनेर पनि आउन सक्ला, अहिले चाहिँ छैन, तर त्यही कारणले चाहिँ मैले इलेक्ट्रोनिक्स क्लिक गरेँ। अब यदि हजुरको चाहिँ रिटर्न पोलिसी छ भने चाहिँ तपाईँले यहाँ डिटेल लेख्नु पऱ्यो, कस्तो कस्तो खालको चाहिँ रिटर्न पोलिसी छ भनेर। अथवा छैन भने तपाईँहरूले चाहिँ के लेखिदिनु पऱ्यो भन्दा नो रिटर्न पोलिसी भनेर लेखिदिनु पऱ्यो। अनि यदि अब नो रिटर्न पोलिसी भने पछाडि योहरू क्लिक गरिरहनु परेन है,
त्यही भएर चाहिँ हामी नेक्स्ट पेमेन्टमा जान्छौँ। अब तपाईँले चाहिँ कस्तो छ भन्दाखेरि यहाँ चाहिँ छिटोले चाहिँ तपाईँहरूलाई जस्तै अब तपाईँहरूको जति स्टोरबाट चाहिँ अर्डर्सहरू फुलफिल भएको हुन्छ त्यो चाहिँ हामी पेमेन्ट चाहिँ डेली गर्छौँ, विकली पनि गर्छौँ, बाई विकली भनेको 15 दिनभित्रमा, अनि त्यसपछि मन्थली बेसिसमा पनि गर्छौँ। हजुरहरूले चाहिँ कुनमा चाहिँ सेलेक्ट गर्नुहुन्छ, चुज गर्नुहुन्छ, त्यो अनुसार सेलेक्ट गर्नु। जस्तो होइन मलाई चाहिँ दिनभरिमा चाहिँ चाहियो भने चाहिँ डेली भनेर क्लिक गर्नु, होइन मलाई एक हप्तामा भयो भने पुग्छ भने विकलीमा गर्दा हुन्छ, तर म डेलीमै राख्छु अहिले नै। जस्तो ब्याङ्क नम्बर तपाईँहरूले हाल्नु पऱ्यो। ब्याङ्क नम्बर जस्तै इक्जाम्पलको लागि हिमालयन ब्याङ्क लिमिटेड भनेर हाल्नु पऱ्यो, सो द्याट हामी चाहिँ तपाईँहरूलाई चाहिँ त्यहाँबाट चाहिँ क्यास फन्ड ट्रान्सफर गर्छौँ। सो एकाउन्ट नम्बर तपाईँहरूको आफ्नो हाल्नु, मैले चाहिँ इक्जाम्पलको लागि यो सेट गरेँ। एकाउन्ट होल्डर नेम तपाईँहरूको प्यानमा भएको है, तपाईँहरूको प्यान दर्ता भएको चाहिँ एकाउन्ट नेमहरू हाल्नु पऱ्यो है। जस्तो एलिन BHANDRI भनेर मैले हालेँ। अब त्यसपछि म के गर्छु भन्दाखेरि एकचोटि फेरि भेरिफिकेसन जान्छ, सबै सेट छ, नो रिटर्न पोलिसी छ, आवर्स एन्ड लोकेसन्स पनि हेरेँ, त्यो पनि ठिकै छ, म्याप लोकेसन छ, एडिसनल स्टोर डिटेल्स पनि छ होइन। त्यसपछि म फेरि बेसिक इन्फोमा हेरेँ, यसमा पनि सबै सेलेक्ट छ, बिजनेस टाइप सेलेक्ट छ, फोटो पनि हालियो, इमेल पनि हालियो, फोन नम्बर पनि हालियो होइन। अब म पेमेन्ट्समा जान्छु, पेमेन्ट्समा सेटअप सही छ। अब म क्रिएट स्टोर दिन्छु। तपाईँको स्टोर अफिसियली क्रिएट भइसकेको छ र यो चाहिँ पेन्डिङमा छ। यो चाहिँ हाम्रो स्टाफहरूले चाहिँ तपाईँहरूको स्टोरलाई चाहिँ रिभ्यू गर्ने प्रोसेसमा छ। यो एप्लिकेसन इज अन्डर रिभ्यू भनिरहेछ। यो पश्चात चाहिँ तपाईँलाई कल आउँछ, त्यसमा चाहिँ हामीलाई चाहिने भनेको तपाईँको पासपोर्ट साइज फोटो, नागरिकताको फोटोकपी, अनि त्यसपछि प्यान दर्ताको फोटोकपी चाहिन्छ। ल यति भन्दैमा म चाहिँ साइन अफ हुन्छु। अब नेक्स्ट फर्दर हामी चाहिँ अरू कुराहरू हेर्छौँ।